उहाँको एकदम नै छोटकारीमा भन्नुपर्दा चाहिँ उहाँको एउटा स्टोरी जस्तो छोटकारीमा चाहिँ यस्तो हो। अनि उहाँले चाहिँ अब के गरेको छ भन्दाखेरि एकदम नै बुद्धिचित्तको मनलाई दिनरातै तपस्या गरेर उस गर्नुभएको छ। भनेको हुने त टिबेटियन शब्द हो। यो भन्नुपर्दा सोचाइ विचार तपाईँले राम्रो मनले शुद्ध विचारले यो हिसाबले तपाईँहरूले सुनिदिनु भयो भने तपाईँहरूले पनि थकित लाग्दैन अनि आफू पछि हुन्छु यो चिज चाहिँ मलाई हुनु हुँदैन भने हामी कसैलाई सम्भव छ भने कसैलाई सम्भव नै छैन। त्यसै कारणले गर्दाखेरि हामीले के हो आखिर हामी सबै मर्नै छ, मरेर लाने केही पनि छैन। हामीले पहिलो जन्ममा हामीले धर्म कर्म कमाएको हामी सबैले मान्छेको जन्म दिएको छ, सबैको सबै ठिकै छ। मान्छेको जन्म त लिन्छ, बस्नुपर्ने एउटा घुँडा दुखाइ छ, टाइमको एउटा टाइम वेस्ट छ, दुखाइ त्यो अर्कै पीडा छ। एउटा व्यवसायको नै हिसाबले कुरा गऱ्यो भने तपाईँहरू अहिले 2-3 घन्टामा मजाले आफ्नो 2-4 हजार कमाइ गर्छ नि त। तर यो सबै चिज अहिले यहाँ किन भइरहेको छ भन्दाखेरि म केही न केही एउटा स्पेसल केही होइन, एउटा भ्यालु बुझेर तपाईँहरू यहाँ उपस्थित हुनु भइदिएको हो नि त। खासै ममा के चाहिँ छ त, हामी सबै एउटै हो। त्यही डिफ्रेन्स छ कि एउटा म यसरी नियम पालन गरेर बसेको छ वा बुझ्नेको हिसाबले हो भने त त्यो पनि एउटा साङ्घिक कुन्छोक छुयोग कुन्छोक गिन्द्रिय कुन्छोक भनिन्छ। गिन्द्रिय कुन्छोक भने नै हामीले एउटा
前面。